ओए बाहिर जा तेरो पुरा आइरा यहाँ बस्ने भए सु मात्रै हो देखि सुनिस् नि भाइ त चाहिँ थु नि अलिकति जेनी दिदी नि नेमारको भ्यान थियो दाइले के भनेर रोनाल्डोको जर्सी लगाउन लागेको त न भनेको हो हैन त्यसले नेमार पनि लभ लाग्छ मलाई नेमार पनि दामी लाग्छ तर आफ्नो आफ्नो हुन्छ नि त केटा हो नजरले बर्बाद गरेलु अब हामीलाई जस्तै क्रिस बर्न टाइगर दुइटै मनपर्छ नि तर कसैलाई त एकजना मनपर्छ नि त त्यस्तै हो म दिन्छु 5 वटा क्यानाडा भर्सेस बोर्नियाको म्याच प्रेडिक हान्नु त अरे म त क्यानाडाले जित्छ होला नि यार यो कहाँबाट आउँछ यार यो उछिटेर उडुसहरू चाहिँ हामी नेमार हो हामीलाई थाहा छैन मेरो माछाले त सु हान्छ सु चाड आज स्वान तिम्रो ब्राजिलले यस्तो कुरा नगर अब मैले कपाल कटै चेन्ज हान्न चाड सु खुङ्खार माछा रे बेस्ट माछा रे मलाई अब यहाँबाट मनै नपर्ने माछा चाहिँ उयो हो क्या तर मलाई अहिले वर्ल्ड कप सुरु भए चाहिँ मन पर्न थालेको छ किनभने ब्राजिल पनि पहिलो हुन्छ यो पनि पहिलो हुन्छ क्या म कुरिरहेको भनेको यो बढ्नलाई एरोवाना पनि अब ठुलो भइसक्यो यसको त टाउको गिल्ला हान्न सु यसले टोक्छ क्या आशाले हातै अम्ला हाल्नु हुँदैन भाइ त पनि गु त गुनै खाने नै मान्छे हो बात गरे नेमार फ्यान को हुनुहुन्छ आउनुहोस् मेरो लाइभमा है रोनाल्डो फ्यान को हुनुहुन्छ जानुहोस् दाइको लाइभमा प्लिज भाइ त त्यस्तो डिबेट गर्ने काम नगर क्या कसैलाई अब हामी नेमारको फ्यान भएपछि अब हेर्नु दाइ वर्ल्ड कपमा अरू कुरा त्यस्तै होइन तपाईँहरू म दाजुभाइ हो ठिक छ दाइ तर ब्राजिल र पोर्चुगल पऱ्यो भने तपाईँहरूमा दुश्मन पनि हुन तयार हो क्या म चाहिँ बुझ्नु भएन केमा लाइभ हेर्नुहुन्छ अरे म भाइ त्यो यस्तो क्या गेम हो जसले बवाल गर्यो जसको टिम राम्रो तपाईँ पोर्चुगल भनेर लाइभ आउनु म ब्राजिल भनेर लाइभ आउँछु तपाईँ र म गेम जुधौँ जो हारे त्यो कमरियामा नाच्ने खेल्ने त क्या गेम पोर्चुगलले जित्छ क्या भाइ त खेल्ने हो भन पोर्चुगल भर्सेस ब्राजिल पुलअप पोर्चुगल मुसा दाइ के हो भनिदिनु त यसलाई खुच्चालाई दाइ भन्नु न ल सरोटो मुसा दाइ यहाँ मुसा दाइ के गर्नु यहाँ दाइ के हो यसले त खोक्छ त यहाँ साइडमा बसेर पोर्चुगल है पोर्चुगल कसले खोकिरा ल दाइ पोर्चुगल र ब्राजिल जुधौँ नि त म किचनमा गएर बस्छु जुध्ने हो हामी कमरिया बजाएर अलि जस्तो डान्स हाल्नु पर्छ त्यसरी जुत्ने हैन भाइ पुरै रियलमा जुत्न पर्छ गेम खेल्ने रे हो यो पुच्चे मसँग दर्शन दाइ पागल भाइले सिकाएको छ क्या मलाई नयाँ वडा त्यस्तो टिकटकमा गेम सेम हैन रियलमा खेल्न पर्छ त्यही भए के रे यस्तो हो अब आफ्नो चोइस हो नि हैन दाइ हो नि के दाइ मुसा दाइ के भन्दा छ यसले भाइहरु के भन्छ फुटसलमा हराएको रे तपाईहरुलाई हेर्नु त खोइ को रहेछ कुन चाहिँ भाइ रहेछ सुवान काले भाइ काले भाइले मलाई कहिले हरायो फेरि ओ यहाँ कहिले हरायो रे बिटी हान्छस् यो लास्ट बिटी रहेछ यसले अनफल हानकेटा सबले नेमार इज द बेस्ट नेमार इज द किङ नेमार इज द किङ नेमार पनि दामी हो मेसी पनि दामी हो तर आफ्नो चोइस हो तर रोनाल्डो भने रोनाल्डो हो नि त भाइ ए भाइ भाइ काले भए भएर यसले ब्राजिललाई सपोर्ट गरेर आयो क्या हो हजुर हाम्रो सुहान भाइ काले भए भएर ब्राजिललाई सपोर्ट गरेर काले भएर त्यही भएर
सबजना खत्रै हो नि तर अब आफ्नो हो नि त गाइस होइन दाइ अनि पोर्चुगल के रे खानासाना भइसक्यो खानासाना खाएर म त काममा थिएँ ठ्याक्क तिमी लाइभ आएर रहेछ अनि यसो आइज ए भने दाइ यहाँ यसो अहिले एकछिन यसो बस्दिएको दाइ खाना खायो दाइ भर्खरै खाएको ओइ भाइ के छ अरे सब बाबा यस्तो हो केटा हो गेम हो होइन दाइ गेम हो होइन तर रोनाल्डोले जितोस् भनेको यसमा